Hello guys, welcome back to my channel. आज चाहिँ म धेरै पछि नै भिडियो बनाउँदैछु किनभने मैले फेरि पनि टेमुबाट पार्सल पाएँ अनि it only cost me like $22. यो चाहिँ मैले के भन्नु गिफ्ट भन्दा पनि अफरमा पाएको भए चाहिँ मलाई को लेट्स सी के छ त यो $22 मा इज इट वर्थ इट or not. यो चाहिँ के हो भन्दा यो चाहिँ सायद मैले यो आइलाइनर मगाएको थिएँ त्यो हो अनि यो चाहिँ हेयर ब्रेड जस्तो यस्तोमा हुन्छ नि मसिनो बाटेर लगाउने यो चाहिँ धेरै सामान त छैन इट्स अ ब्याग गाइस सो नाइस कलरमा तर यो चाहिँ त्यही हो अलिकति यस्तो सामान राखेर मैले दुईटा मगाएको थिएँ सो नाइस म बोकेर पनि ल्याउँछ है गाइस यो अनि के हो इयररिङ यो पनि इयररिङ होला यो निस्केछ गाइस यस्तो वाला हो सानो वाला योमा चाहिँ यो यसको दुईटा जोडी चाहिँ निस्केछ अनि यो के हो यो पनि इयररिङ हो मैले यो धेरै चाहिँ इयररिङहरू नै मगाएको थिएँ सो मन परेर होइन कहिलेकाहीँ कम्पिटिसहरूमा लगाउनुहुन्छ नि त हार्ट सेपको खासमा सिल्भरमा मगाउनु पर्ने फेरि गोल्डनमा मगायो त्यो पनि राम्रै छ गाइस हो बेली प्याच लेट्स सी हाउ इट वर्क्स किनभने मैले चाहिँ हेरेको थिएँ धेरैले चाहिँ यो बेली फ्याट घटाउन चाहिँ रिकमेन्ड गर्नुभएको थियो सो आई जस्ट वान्ट टु ट्राई इट अनि यो सस्तो पनि थियो लगभग खै कति थियो डिस्काउन्टमा $3 समथिङ कति थियो सो आई अर्डर इट लेट्स सी फ्ल्याट बेली हुन्छ कि के हुन्छ अनि ओके अनि यो चाहिँ एउटा यो के भन्छ यो अन्डर आर्म्सहरुमा लगाउने क्रिम हो जब स्वेट धेरै हुन्छ अनि यो चाहिँ लास्टमा लगाउँछु ओके अनि यो पनि इयररिङ हो यसमा चाहिँ यो पनि हार्ट सेपकै छ यो अगाडिपट्टि म लगाएर दिन्छु पछि अनि ओके यो चाहिँ मस्कारा हो अनि ओके मेन यो पावर बैंक चाहिँ हेर्नु चाहिँ कस्तो आयो है 1000 मेगाहर्ट्ज को हो नाइस सेट किनभने मलाई भन्दा पनि मेरो हस्बेन्डलाई चाहिँ पावर बैंक चाहिरहेको थियो कि अनि ठ्याक्क अफर पाएको बेलामा चाहिँ मैले मगाएको हो सो लेट्स सी कस्तो छ हेर्दाखेरि त राम्रो थियो है सो नाइस लाइट पनि बोल्छ क्या आई डोन्ट नो कसरी अन गर्ने ओके अनि यसमा चाहिँ तीनटा हुन्छ जस्तो सो नाइस अब कतिको काम गर्छ त्यो चाहिँ काम पछि युज गरेपछि भन्नुला really worth it guys $22 मा मैले यो एउटा ब्याग र अर्को ब्याग यो व्हाइट ब्याग दुईटा ब्याग अनि त्यसपछि यो पावर बैंक यसकै छ होला हो अहिले मैले हेरेको यसकै छ अहिले 23 भन्दा बेसी प्राइस अरु चाहिँ सानो सामान भए पनि इट्स रियली वर्थ इट गाइस टेमुमा डिस्काउन्ट पाएको बेलामा नि सामान लिनु होला I'm in love with this bag
ओके यति नै थियो गाइज आजको लागि भिडियो। ओके मैले फेरि अरू सामानहरू मगाएँ भने पनि भन्छु। अनि पहिलाको मगाएको थिएँ नि मैले टेमोबाट हाइलाइटर इज भेरी गुड। वेट ओके गाइज म देखाउँछु। यो हो गाइस हैन, हेर्दाखेरि यति सानो छ नि, यसले यति राम्रो देखाउँछ के। हेर्नु न, ग्लो, you can see it right. See the glow. यस्तो राम्रो छ कि म काममा जाँदा खाली यही लगाउँछु हैन। तर त्यही हो, यसको धेरै पैसा पनि हैन, $1 कति हो। इट्स भेरी गुड गाइस, ग्लो अप। त्यही भएर मैले भन्छु नि टेमुको कति कुराहरू नराम्रो पनि होला, तर मैले चाहिँ अझैसम्म मगाएबाट चाहिँ एकदम राम्रो छ। सो या आइम ह्याप्पी विथ माई प्रडक्ट गाइस। त्यो चाहिँ अलिकति ऊ जस्तै छ हेर्दाखेरि चाहिँ हैन, चिप जस्तो। बट आई होप मैले सामानहरू हाल्दाखेरि बोक्दाखेरि चाहिँ राम्रो देखिन्छ। बट दिस वान इज भेरी गुड गाइस। यो पनि मैले डिस्काउन्टमै पाएको। ओके दिस मच फर टुडे। थ्याङ्क यू गाइस, बाई बाई।